के तपाईलाई थाहा छ जापानमा एउटा यस्तो हेल्थ चेकअप सिस्टम छ जसले तपाईले एक दिनमा पुरै आफ्नो हेल्थ चेकअप चाहिँ गर्न सक्नुहुनेछ, जसलाई हामी चाहिँ निङ्गेन डक्कु भनिन्छ। यो चाहिँ फुल बडी मेडिकल चेकअप पनि भन्ने गरिन्छ अंग्रेजीमा हैन। यो चेकअपको चाहिँ जापानमा निकै लोकप्रिय छ, जुन तपाईले आफ्नो शरीरमा के भएको छ भनेर चाहिँ चेकअप गर्न सक्नुहुन्छ है त। अब निङ्गेन डक्कु भनेको के हो, किन गर्ने र कसरी गर्ने भनेर चाहिँ हामी यो भिडियोमा कुरा गर्नेछौँ। यदि नयाँ हुनुहुन्छ भने हाम्रो च्यानललाई चाहिँ सब्स्क्राइब गर्न चाहिँ नबिर्सिनु होला। निङ्गेन डक्कु भन्नाले एउटा एकदम विशेष रूपमा स्वास्थ्य परीक्षण प्रणाली हो जुन जापानमा विकसित गरिएको हो। यो साधारणतया चाहिँ हेल्थ चेकअप भन्दा अलिकति विस्तृत रूपमा गर्नुपर्ने हुन्छ। यो चेकअपमा चाहिँ तपाईको जुन बडीमा भएको मुटु, फोक्सो, पेट, कलेजो, मृगौला, रगत लगायतका कुराहरू पनि यसमा परीक्षण हुन्छ, जसमा लक्ष्य भनेको तपाई भित्र भएको कुनै पनि रोगको चाहिँ जुन छ कि छैन भनेर चाहिँ चेकअप गर्नुपर्ने हो है त। कसले र कहिले गर्नुपर्छ भन्ने जिज्ञासा पनि लाग्न सक्छ। विशेष गरी 30 वर्षभन्दा उमेर नागेका मानिसहरू, जसमा चाहिँ उच्च तनावमा काम गर्नेहरू वा जेनेटिक हिस्ट्री भएका मानिसहरूको लागि चाहिँ यो चेकअप चाहिँ अलिकति बेस्ट हुन सक्छ। जापानमा धेरै कम्पनीहरूले चाहिँ पर इयर चाहिँ रेगुलर रूपमा चाहिँ हेल्थ चेकअप गरिदिएको हुन्छ, जसलाई हामी केन्को सिन्दान पनि भनिन्छ। यसमा चाहिँ डिटेल्स रूपमा चाहिँ चेकअप चाहिँ हुँदैन। जति पनि चेकअप हुन्छ लगभग तपाईहरुमा देखिएको रोगहरू चाहिँ लगभग देखिन्छ है त। जापानमै बसिराख्नु भएको विदेशीहरूले पनि यो चाहिँ मजाले गर्न सकिन्छ, जुन तपाईको प्राइभेट खर्चमा वा कम्पनीको सहयोगमा चाहिँ तपाईले हेल्थ चेकअप चाहिँ गर्न सक्नुहुनेछ है त। अब चेकअप गर्दा के हुन्छ त भनेर चाहिँ कुरा गरौँ है त। सुरुमा चाहिँ अब रजिस्ट्रेसन र नर्मल रूपमा चाहिँ कन्सल्टेसन गर्नुपर्ने हुन्छ र त्यसपछि विभिन्न तपाईको टेस्टहरू हुन्छन्, जस्तै कि तपाईको ब्लड टेस्ट हैन, युरिन टेस्ट र एक्सरे र सोनोग्राफी, इसिजी र तपाईको बडी चेक हैन, र तपाईको पेट भित्रको टेस्ट पनि यसमा पनि समावेश गरिएको हुन्छ। र केही एडभान्स प्लानहरू लिनुहुन्छ भने एमआरआई, सिटी स्क्यान, पिएसए जस्ता तपाईले टेस्टहरू चाहिँ समावेश गर्न सकिन्छ। र यसको समय र पैसा कति लाग्छ भनेर चाहिँ जिज्ञासा सबैमा लाग्न सक्छ हैन। जापान जस्तो महँगो देशमा चाहिँ तपाईको जुन बडी चेक गरिसके पछाडि कति जति खर्च लाग्छ भन्ने चाहिँ सामान्यतया जसको पनि दिमागमा चाहिँ यो क्वेशन चाहिँ उब्जिहाल्छ। आज यसको बारेमा पनि छोटो रूपमा कुरा गरौँ है त। तपाईले टेस्ट गर्नु पर्ने टाइप्स हुन्छ, प्रकार हुन्छ, जुन कति लाग्छ भनेर त्यसैको आधारमा निर्णय गरिन्छ। नर्मल्ली 30,000 एन देखि 80,000 एन सम्म, लाइक नेपाली कुरा गर्ने हो भने चाहिँ अब त्यसलाई कन्भर्ट गर्न सक्नुहुनेछ अहिलेको रेट अनुसार। र सर्ट कोर्स हुन्छ 3 देखि 4 घण्टामा सकिने, र विशेष कोर्समा चाहिँ 1 देखि 2 दिनसम्म पनि लाग्न सक्छ है त। त्यो चाहिँ कन्डिसन हेरेर हुन्छ। रिपोर्टहरू चाहिँ केही तपाईले रिजल्टहरू हुन्छ कि केही दिनमा आउन सक्छ र कुनै बाँकी चाहिँ केही समय वेट गर्नुपर्ने हुन्छ, कि तपाईको पोस्ट बक्समा आएको हुन्छ कि तपाईले चाहिँ त्यो वेबसाइटबाट चाहिँ मजाले हेर्न सकिन्छ है त। आज म यसमा चाहिँ यो भिडियोमा हामीले कसरी खोज्ने त बेविनहरू हैन, कसरी एवाकु गर्ने भनेर चाहिँ कुरा गर्नेछु। छोटो रूपमा कुरा गर्छु, एवाकु चाहिँ गर्ने प्रोसेसको बारेमा मात्र कुरा गर्छु। तपाईले यदि इच्छुक हुनुहुन्छ भने चाहिँ, यदि थाहा नभएको कुराहरू छ भने चाहिँ तपाईले कमेन्ट गर्न सक्नुहुनेछ। र यसको फाइदा के छ त, जुन मैले आफूमा लागेको सल्लाह चाहिँ तपाईलाई शेयर गर्न सक्छु। फाइदाको कुरा गर्न चाहन्छु। यस्तो चेकअपले चाहिँ तपाईहरु भित्र थाहा नभएको जुन रोगहरूको चाहिँ कन्डिसन कस्तो छ या रोग छ कि छैन भनेर चाहिँ पत्ता लगाउन सकिन्छ, जसमा मेन ठुलो भनेको क्यान्सर हैन, अब तपाईको ब्लड प्रेसर हैन, अनि तपाईको मुटु रोग, मधुमेह के भन्छ नि हैन, लिभरको समस्याहरू। लगभग नेपालीहरुको लागि चाहिँ यो रोगहरू चाहिँ अलिकति थाहा नभए जस्तै प्रक्रिया पनि हुन सक्छ, जसले जापानमा यो टेस्ट गर्नुभयो, हेल्थ चेकअप गर्नुभयो भने चाहिँ धेरै कुरा चाहिँ थाहा पाउन सकिन्छ है त। र मेरो सानो एउटा टिप्सको कुरा गर्नेछु। यदि तपाई जापानमा हुनुहुन्छ, चेकअप गर्न खोजिराख्नु भएको छ भने कम्तीमा 2 देखि 3 वर्षमा एक पटक चाहिँ निङ्गेन डक्कु चाहिँ गर्न सक्नुहुनेछ। यदि गर्नुभयो भने चाहिँ तपाईहरु भित्र देखिएको जुन रोगहरू छ या छैन भनेर चाहिँ डिटेल्स रूपमा चाहिँ थाहा पाउन सकिन्छ है त। हाम्रो यस युट्युब च्यानलमा नयाँ हुनुहुन्छ भने तपाईले सब्स्क्राइब गर्न सक्नुहुनेछ, जहाँ हाम्रो भिडियोहरू दिन सक्नुहुनेछ। एसएसडब्ल्यू भिजाको बारेमा, डिपेन्डेन्ट कसरी एप्लाई गर्ने, जेएलपीटी को फर्म कसरी भर्ने हैन, अब कुन ल्यापटप किन्दा बेस्ट हुन्छ, धेरै प्रकारको भिडियोहरू छ, तपाईले यहाँबाट हेर्न सक्नुहुनेछ। यो गभर्नमेन्टको हस्पिटल, त्यहाँ गएर चाहिँ तपाईले देख्न सक्नुहुनेछ निङ्गेन डक्कु नो गुआन्नाई। लगभग आधा दिनमा पनि तपाईले केन्सा गरेर चाहिँ घर फर्किन सक्नुहुनेछ।
तपाईँले यहाँ देख्न सक्नुहुन्छ सेचिमेहरू यताउति पढ्नु होला होइन, किनभने सेचिमेहरू चाहिँ मजाले पढ्नुपर्ने हुन्छ। सानो कुराहरू भए पनि सेचिमेबाट चाहिँ धेरै कुराहरू हेल्प हुन्छ। अब तपाईँले जुन बडी चेकअप गर्नलाई के चेकअप गर्ने भनेर मजाले लेखेको छ होइन, गेचेबिका र कियोबिमाले मजाले देखिएको हुन्छ। र पैसाको कुरा गर्दा चाहिँ 44,000 जेकोमी होइन यति लाग्नेछ भनेर लेखिरहेको छ। फोन नम्बर पनि यहीँ दिएको छ, त्यहीँ फोन गरेर मजाले मौसीखुन्नु गर्न सक्नुहुनेछ। गर्ने के हो त भनेर चाहिँ जुन राइट साइडमा लिस्ट देख्न सक्नुहुनेछ, त्यहाँ पनि के गर्ने भनेर चाहिँ मजाले लेखेको हुन्छ है त।